नमस्कार यहाँहरू सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत छ। सम्पूर्ण युट्युब फ्यामिलीहरूमा धेरै माया अनि सम्झना र आज चाहिँ म धेरै दिनको अन्तरालपछि यो भिडियो लिएर आएको छु। पक्कै पनि हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने प्रयासको साथमा यो भिडियो तपाईहरुको माझ र अनि यहाँहरू कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला। पक्कै पनि म पनि एकदमै सन्चै छु। आज चाहिँ म घरमै बसेको बेला भिडियो बनाउन त भनेर त्यति विशेष त केही छैन। यहाँनिर म चाहिँ कपडा बनाउन लागिरहेको छु हैन। कपडा बनाउन भन्दा पनि दिदीको कुर्ता भोलि बर्थडे छ नि त, दिदीको नयाँ कुर्ता लाउने भनेर ल्याउनु भएको रहेछ। अनि त्यो चाहिँ अलि ठुलो भएछ, सानो बनाउनु पर्ने भयो हैन। सानो बनाउनु पर्ने भयो, त्यही भएर चाहिँ अलि म चाहिँ बनाउने तयारीमा छु। अब चाहिँ तपाईहरुले म देखाउँछु है त्यो कुर्ता। यहाँनिर कस्तो राम्रो छ हैन, कुर्ता तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो मिठो कलर हैन, अनि फेरि यस्तो वाला छ के तपाईले मान्दिरा नयाँ कपडा भनेपछि कस्तो मिठो बास्ना। यो चाहिँ दिदीले अलि फिटिङ गराउनु पर्ने भयो क्या। कस्तो राम्रो के हेर्नु त साथीहरु, तपाईहरु देख्न सक्नुहुन्छ। अनि सल पनि तल पनि यस्तो राम्रो छ कि, तर मलाई चाहिँ यो छोटो डिजाइनमा हो, तर मलाई चाहिँ सुहाउँदैन। मलाई मन पर्ने जति राम्रो जति हाम्रो हुनु भने जस्तै सल पनि कस्तो राम्रो। सल पनि यसरी लाउने के सल पनि। कुर्ता सुरुवाल त म धेरै लाउँछु, कुर्ता सुरुवाल धेरै मन पर्छ मलाई। यसरी लाउनु पर्छ। राम्रो छ सल पनि। यो चाहिँ बनाउन लाएको साथीहरु मैले हैन। अनि भिडियो चाहिँ नबनाएको धेरै भएको थियो, अनि अब विशेषता त्यस्तो केही थिएन। अब कपडा धोएको थिएँ, यो बनाउँछु, कपडा राख्छु हैन। अब फेरि ड्युटी जाने बेला हुन्छ। अनि तपाईहरुले मेरो भिडियोलाई माया गरिदिनु होला। सबैजनाले झर्को नमानी, अल्छी नगरी रूपापुन मगर सर्च गरेर सबैले सब्स्क्राइब गरिदिनु होला मेरो भिडियोमा है, जति पनि हुनुहुन्छ। अनि यहाँहरू साथीहरु एकदमै मलाई माया गरेर सम्मान गरेर साथ दिनु होला। हजुरहरुको आशा अपेक्षा सँगै यो भिडियो प्रस्तुत गरेको छु। पक्कै पनि यहाँहरूले मन पराइदिनु हुनेछ। र आज चाहिँ यो मेरो भिडियो हो। म दिदी बनाउनु नपाएर अनि यसको सुरुवाल पनि राम्रो छ नि त। सुरुवाल बहुत अच्छा है। नयाँ कपडाहरूको बास्ना कति मन पर्छ कि मलाई। अनि यो चाहिँ धागो किन्न गएर आए कि साथीहरु, अनि फर्काएर लिए चटपटी बनाउनु भन्ने लागेको धागो कुर्ताको लागि। अनि खेर यो चाहिँ पैसा फिर्ता आएको। यो चाहिँ भयो, यो चाहिँ भयो हैन। अब चाहिँ मैले कपडा धोएर यत्तिकै राखिरहेको थिएँ। अब यो मिलाउँछु अनि म सिलाउँछु पनि, कपडा पनि सिलाउनु छ। यस्तै हो जिन्दगानी, कहिले हाँसो कहिले आँसु हैन। आज चाहिँ म आफैमा खुसी हुँदैछु। तपाईहरुसँग खुसी साट्नको लागि म लाइभमा आएको हो। खासमा खुसी के भने मेरो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु भएको छ। अनि
करिब 21,000 11,000 10,000 11,000ले हेर्नुभएको छ मेरो कुनै कुनै भिडियोलाई हैन। म त्यही भएर धेरै खुसी छु। अझै धेरै मन पराइदिनु होला, माया गरिदिनु होला। पछिल्लो कहिले सब्सक्राइब आएको छैन मेरो भिडियोमा, खै के भयो तपाईँहरूको चित्त बुझेन हैन। ए जानु तिमलाई के पुगेन कि मैले दिएको माया कमी हो र भन्छ नि, त्यस्तै भयो कि क्या हो। अब यस्तै हो, बोल्न आउँदैन हैन, सिम्पल साधारण बोलिन्छ। त्यही भएर के हो, साथीहरूले सब्सक्राइब पनि गर्नुहुन्न। अनि थोरै थोरै चाहिँ मन दुख्छ कि मेरो। अन्त लाइक गर्ने, सब्सक्राइब गर्ने, कमेन्ट गर्ने भनेको त मन पऱ्यो भने गर्ने के अरे, नपर्दा कसरी गर्नु हैन। त्यो पनि हो कुराहरूको। यस्तै छ। हे यस्तै रहेछ माया, सयौं दिनको चर्को घाम, एक दिन शीतल छाया। हे धेरै रौनी थोरै दिन हँसाउने, नजानिदो पाराले फसाउने। यस्तै रहेछ माया, यस्तै रहेछ माया, सयौं दिनको चर्को घाम, एक दिन शीतल छाया। अब यहाँनिर कपडा सिलाउनु पर्छ नि त, त्यही भएर मेसिन छ देख्नु भएको तपाईँहरूले। यहाँनिर छ मेरो मेसिन। ओ कपडा सिलाएर खान नसके पनि मैले अलिअलि बिग्रेको भत्केको कपडा हैन, बिग्रेको कपडाहरू चाहिँ सिलाउँछु के। जस्तो कुर्ताहरू सानो बनाउनु पर्यो भने, मोटीलाई ठुलो, पातलीलाई सानो बनाउनु पर्यो भने, अनि अलिअलि च्यातिएको उत्रेको कपडाहरू अब टेलरमा लग्यो भने पुरानो कपडाहरू खासै वास्तै गर्दिनँ न। अनि त्यही पनि अब आज लग्यो भने आज टाइमै छैन, एकदम बिजी छु, हेर्नु न यहीँ छोडेर जानु, भोलि आउनु है भन्छन् क्या। अनि फेरि अर्को दिन टाइम मिलाएर गयो, अनि फेरि भएकै छैन, एकछिन बस्नुहोस् है कि भोलि आउनुहोस् है भन्छन्। अनि त्यो पनि फेरि यति सिलाएको पनि 100 रुपियाँ 50 रुपियाँ लिन्छ। म चाहिँ आफ्नो कपडा आफै सिलाउँछु, किनभने मैले यो गरिखाने यही बाटो पाठ नबनाए पनि मेसिन हुँदाखेरि सजिलो हुन्छ। सामानहरू उब्रेको तातो खानेकुराहरू समाउने, कराईहरू समाउने, सिलाउने हैन। अनि अलिअलि सिम्पल साधारण कुर्ता सुरुवालहरू पनि सिलाउँछु म मेरो लागि। अरूको लागि चाहिँ म मेसिन राखेको छ मैले, अरूको लागि चाहिँ अलि मलाई भर लाग्दैन, किनभने सिलाइ पार्लर भन्नेमा अरूको चित्त बुझाउनु अलि गाह्रो हुन्छ के। झट्टै सकिन्न के। ए कति मेहनत गरेर बनायो हैन, सिलाइरह्यो है, अनि आफूलाई कति गाह्रो हुन्छ। काम गर्ने के सजिलो हुन्छ र, सबै गाह्रो नै हुन्छ हुन त। तर पनि राम्रै गराइदिन्छु म, राम्रै बनाउँछु भनेर सिलायो, एउटा न एउटा खोट देखाइहाल्ने के। भएन यहाँनिर यस्तो भयो, यहाँनिर यस्तो भयो भन्छन्। अनि त्यही भएर आफ्नो कपडा आफै सिलाउने, बरु अरूलाई सिलाउनु दिने पैसामा भन्ने लाग्छ है मलाई, मेरो मेसिन भए पनि। अनि हामी चाहिँ आफ्नो कपडा आफै सिलाउँछौँ। राम्रो कपडा त सिलाउन आफूलाई भर लाग्दैन, अरूलाई सिलाउनु दिन्छ। अलिअलि साधारण सिम्पल कपडा चाहिँ आफै सिलाउनु कस्तो नराम्रो अनुहार आएको हो मेरो चाहिँ, अनुहार न दनुहारको भन्ने जस्तै भयो। हे थाके आँखा आँसु सम्झेर रुँदा, मिल्छ
डरलाग्दो रहन्छ त हौ। होस् अब यस्तै भयो हुन्छ। धागै नमिल्ने भएछ भाइ। ला 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 हो ला ला। यो गीतको फेरि थोरै मात्र आउँछ मलाई। यस्तो गर्मी पसिना कति गर्मी छ है काठमाडौँमा। यति उज्यालो बनाएर पनि अरे सबै ठाउँ खुल्ला गरेर पनि गर्मी के झ्याल लगाउनु गरेर साह्रै गर्मी। ऐना मेरो ऐना यहाँनिर छ। म कस्ती छु भनेर हेर्नको लागि हैन। यहाँ छ अर्को ऐना। अब चाहिँ साथीहरू यस्तै हो। अरू त केही छैन मेरो, सबै ठिक छ। म सन्चै छु, तपाईँ पनि सन्चै हुनुहुन्छ होला। र अर्को कुरा चाहिँ मेरो भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। सब्सक्राइब, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। धेरै दिनको अन्तरालपछिको यो मेरो नयाँ भिडियो। पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ भन्ने आशा मनैदेखि गरेको छु। र यति भन्दैमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा आउने बाचा गर्दै यहाँहरू सबैलाई बाई बाई।